हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी बुद्ध प्रस्थान गरिरहेको छौँ। मैले चाहिँ बिहानको 5 बज्यो। ठ्याक्कै पछाडि चाहिँ देख्न सक्नुहुन्छ सनराइज हुन लागेको, कस्तो राम्रो देखिन्छ। अनि अहिले चाहिँ हामी बस स्टपमा छौँ। बस आउने बेला भयो। अबको 4-5 घन्टा पछाडि चाहिँ हामी पुग्छौँ। सी यू गाइज। हेलो भन। सी यू गाइज। हेलो एभ्रिवान, अहिले चाहिँ हामी बुद्ध बस्नेर आइपुग्यौँ। अहिले चाहिँ हामी यसको सेन्टरमा छौँ अनि एकदमै गर्मी छ यहाँ चाहिँ। कता हिँड्नु भएको? कस्तो मजा राम्रो बनाएको यहाँबाट पानीको शीतललाई चाहिँ। कुल कुल यहाँनिर छौँ, घाम छ, भ्यू देख्न सक्नुहुन्छ, एकदमै रमाइलो छ। अनि यो चाहिँ ठ्याक्कै सेन्टरमा हो। अनि सेन्टरबाट चाहिँ यो देखेको बिल्डिङ चाहिँ राजाको दरबार हो। यो हङ्गेरी देशको पहिलो राजाको। हेलो, कहाँ हुनुहुन्छ अहिले तपाईँ? कपाल कहाँ काट्नु भएको? कति हजारमा? बुद्धापेस्ट आइपुग्यौँ। अहिले चाहिँ हामी खाजा खान लागेको। 1:30 भयो। एकदमै गर्मी छ यहाँनिर। हेलो भन न, कस्तो लागिरहेको छ? एकदम राम्रो। के खान्छौ अब? भोक लागेर प्याक छ यहाँको रेस्टुरेन्ट, एकदमै पिक आवर छ। अनि कतिखेर आउँछ हामीले अर्डर गरेको थाहा छैन। पानी खाएर बसिरहेको छौँ। गर्मी छ। अहिले चाहिँ रुखको मुनि बसेर हल्का शीतल भइरहेको छ। आइस पानी खानु पऱ्यो, लेमन हालेर। चियर्स एभ्रीबडी। नाइस नाइस नाइस। अनि यो क्यामेरामा म पछाडि देखिरहेको बिल्डिङ चाहिँ हङ्गेरी देशको पहिलो राजाको सम्झनामा बनाएको दरबार हो। स्टेफन भन्ने राजालाई सम्झेर बनाएको। अनि स्टेफन भन्ने राजाले चाहिँ हङ्गेरीमा क्रिस्चियन किङडम इस्टाब्लिस गरेको थियो अरे। अनि उहाँकै सम्झनामा चाहिँ बनाएको दरबार हो यो। ल फाइनल्ली हाम्रो खाना पनि आयो। यो चाहिँ चिकन पाप्रिका हो, यहाँको लोकल फुड। ट्राई गर्न लागेको, कस्तो रहेछ है त। यो चाहिँ चिकन पाप्रिका हो। यो चाहिँ चिकन रहेछ, ग्रेभी चिकन। अनि यो चाहिँ पास्ता होइन, नुडल्स हो। अर्कै खालको, कस्तो खालको नुडल्स हो थाहा छैन। मिठो चिकन पाप्रिका मिठो हुँदो रहेछ है। ल त्यो ग्रेभी र चिकन ग्रेभी र त्यो नुडल्स खाएको जस्तो क्या। चिकन ग्रेभी त ठ्याक्कै नेपालकै टेस्ट। यसमा भात भएको भए कस्तो मिठो हुन्छ। मलाई चाहिँ चिकन पाप्रिका खाइसकेको। टिप्स दिएँ मैले 3 युरो, 27 युरोको खाएँ चिकन पाप्रिका, एउटा कोका कोला अनि एउटा स्टिल वाटर खाएको। ठ्याक्कै 27 युरो पर्यो। त्यो खाइसके पछाडि अहिले हल्का एनर्जी आयो, त्यही भएर हल्का
मौसम पनि विन्डी विन्डी भइछ, शीतल शीतल। घाम आयो, फेरि घाम आयो, मेरो निधार डढेर कालो भइसक्यो। अब चाहिँ हामी होटलतिर जाँदैछौँ। अब 1.5 किलोमिटर हिँड्नुपर्छ। कतै कतै घाम छ, कतै कतै रुखको छाहारी शीतल छ। कस्तो क्युट कार। Is this your car? म चाहिँ पुरा फरारीसँग भिडियो लिइरहेको थिएँ। मलाई चाहिँ गिरेन सरले छोडेर अगाडि गइसक्नु भएछ। पर्ख पर्ख मायालु, म पनि त आउँला रेलको झ्याल समातेर सँगै भागौँला। रुम चेक इन गऱ्यौँ। कस्तो रहेछ, यस्तो छ रुममा चाहिँ, यस्तो छ। यहाँ रहेछ डबल बेड। कस्तो लाग्यो? के हो यहाँनिर? ओ वेलकम खड्का गिरेन्द्र। ठ्याक्कै 5 बज्न लागेछ। थ्याङ्क यू भेरी मच भिक्टोरिया। अनि कस्तो छ यहाँको भ्यू? खै ल भ्यू देखाउ त। कति राम्रो हो। त्यो चाहिँ पार्लियामेन्ट हो। पार्लियामेन्ट होइन त त्यो? कस्तो राम्रो देखिएको नि। लुक एट द भ्यू गाइज, वाटर भ्यू। अझ यो एकदम राम्रो देखिन्छ अहिले बेलुका भइसके पछाडि यो लाइटहरूले। अनि यतापट्टिको भ्यू चाहिँ ब्रिज, कति राम्रो देखेको। बप्पाल छ है। अहिले चाहिँ हामी 9th फ्लोरमा छौँ। 9th फ्लोरबाट तल हेर्दाखेरि यस्तो देखिँदैन। गाडीहरू पनि कुदिरहेको छ। We're gonna keep it low key, keep it softly spoken, with no strings tying you to me. I'm happy. We're gonna keep it low key, keep it softly spoken, with no strings tying you to me. I'm happy in your company with no emotion, 'cause my love deserves to be free. I never wanna look at a house in the garden. I never. अब चाहिँ हामी बोटिङ जान लागेको, लिफ्टमा छौँ। बोटिङ चाहिँ हाम्रो ठ्याक्क सनसेट हुन लाग्दाको छ। 7:30-8 बजेको। 5 बजे निस्किँदै गर्छौँ है त। एक्साइटेड छौ तिमी बोटिङको लागि? अहिले चाहिँ हामी यो चेन ब्रिजमा छौँ। अनि त्यस पछाडि यहाँ चाहिँ घाम लागेको छ। सबैजना फोटो खिचिरहेछन्। एकदमै भाइबिङ प्लेस छ। गर्मी छ, रमाइलो छ। फोटो खिचिसक्यौँ। अब ऊ त देखेको छ नि, देख्यौ? त्यो चाहिँ पार्लियामेन्ट हो। अनि हामी बसेको होटल चाहिँ त्यहाँनिर हो। अब हामी बोट चढ्ने चाहिँ यो तल बोट चढ्छौँ एकछिनमा। 5:30 बजे होइन 7:30 बजे। त्यही हो रमाइलो। सो अहिले चाहिँ हामी पेस्ट साइड अफ द बुद्ध घुमिरहेको छौँ। बुद्ध र पेस्ट हो। बुद्ध भनेको चाहिँ ओल्ड साइड अफ हङ्गेरी हो। अनि पेस्ट भनेको चाहिँ न्यू साइड अफ हङ्गेरी हो। अनि सो त्यही भएर अहिले चाहिँ हामी पेस्ट साइडमा छौँ, न्यू साइडमा छौँ। रमाइलो छ। अब चाहिँ हामी ठ्याक्कै इन्ट्रान्समा आएको छौँ। त्यस पछाडि बोटिङ गर्न जान लागेको। यो चाहिँ हाम्रो इन्ट्री गऱ्यौँ। हामी चाहिँ माथिको टपमा बस्न लागेको। सिट पुग्छ कि पुग्दैन देख्छु है। हेलो हेलो। हेलो बाई बाई। यो चाहिँ गाइड गर्ने हो। गाइड गर्ने हो। कस्तो लागेछ?
हाम्रो चाहिँ यात्रा सुरु भयो एक्साइटेड छौ छ कि छैन एकदम एकदम सिरियस So much attention शीतल भयो नि when you're moving in another direction. सनसेट हुँदैछ शीतल हावा चलिरहेको छ We're gonna keep it low key, keep it softly spoken, with no strings tying you to me. I'm happy in your company with no emotion, 'cause my love deserves to be free. I never wanna look at a house in the garden, I never wanna lock you down. I know you're not mine, it's just my turn, but we can still have fun for now. You told me you don't really do commitment, trust me, consider your message received. When you said you couldn't take us too seriously, I must admit I was relieved. 'Cause I never wanna play happy families with you, but I like having you around. I'm fully aware this is a flash in the pan, but we can still have fun for now. Paying so much attention, and when you're moving in another direction, don't worry, I get it. I meant what I said when I said it, lady. I never wanna look at a house in the garden, I never wanna lock you down. I know you're not mine, it's just my turn, but we can still have fun for now. No, I never wanna play happy families with you, but I like having. कस्तो लाग्यो एक्सपिरियन्स अब चाहिँ हाम्रो सक्यो बोटको ट्रिप एकदमै रमाइलो भयो राम्रो एक्सपिरियन्स भयो अनि ठ्याक्क हामी चाहिँ सनसेट हुँदाखेरि बोटिङ गरेको थियौँ अनि त्यसको त्यो सनसेटको लाइटले चाहिँ त्यो पार्लियामेन्टको बिल्डिङमा एकदमै राम्रो लाइट दिएको थियो यो चाहिँ हाम्रो लागि एकदमै ग्रेट एक्सपिरियन्स बन्यो अनि मलाई चाहिँ यो बोटिङ गर्नको बेस्ट टाइमिङ चाहिँ इभिनिङै लाग्यो त्यतिखेर चाहिँ शीतल पनि अनि कस्तो के एकदमै भाइबिङ मोमेन्ट Ez nincs már Orbán. Én azon csodálkoztam, hogy még felszólalt és nem menekült Amerikába. What a nice view, sunset भइसक्यो पछाडिको कस्तो राम्रो क्या यो ठाउँ ओ माई गड कस्तो राम्रो आएको यो पछाडिको भ्यू क्या सनसेट भइसकेपछिको बेबी बेबी यता हेर त कस्तो राम्रो आएछ नि धेरै राम्रो आएछ versenyfutás, és ez az, amiben úgy ítéltem, hogy Tuhel vagy Stones talán alul maradnak. Ezért játszik inkább Gay. Van játékos, tehát a Manchester City-ből itt is ott. गुड मर्निङ एभ्री वान आज चाहिँ नेक्स्ट डे भयो हामी चाहिँ अघि 6:30 बजे उठेको अनि त्यस पछाडि सनराइज चाहिँ भइसकेको रहेछ अनि उठेर हामी रेडी भएर अब चाहिँ ब्रेकफास्ट लिन जानु लागेको सिउ गाइज कस्तो मिठो नि दाइयो छ के रहेछ ब्रेड रहेछ फ्रुट्स 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 गुड मर्निङ भन कस्तो छ ब्रेकफास्ट
यो चाहिँ चिज अम्लेट हो, यो चाहिँ मसरुम अम्लेट हो। मिठो हो। अहिले चाहिँ हामी बुद्ध क्यासल गइरहेछौँ। बुद्ध क्यासल चाहिँ बुद्धको साइडमा पर्छ, ओल्ड साइडमा। यो साइड चाहिँ पुरै ग्रिनरी छ। अनि यो पछाडिको फुलहरू फुलेर कस्तो मिठो बास्ना आइराखेको छ क्या। त्यही हो, ग्रिनरी छ, गर्मी छ, रमाइलो छ। बिहान बिहान पुरै हाइकिङ आएको जस्तो फिल भयो। मुटु मुखमा होला जस्तो भयो। अब 14 मिनट हिँडेपछि चाहिँ अनि हाम्रो गिरेन सर चाहिँ यता हिँड्दै हुनुहुन्छ, गुगल म्याप हेर्दै। यस्तो उकालो छ, ठाडै उकालो। ठिक बाटोमा हिँडिराखेको छौँ। अब हामी राइट वे हिँडिराखेको छौँ कि रङ वे? त्यस्तो भएछ। यो पहेँलो कलरको फुल फुलेर बास्न आएको रहेछ। कति धेरै फुलेछ हेर्नु त। यो पछाडि पुरै बास्न आइछ। म चाहिँ हिँड्न नसकेको अवस्था। गिरेन सर चाहिँ उहाँ पुगिसक्नु भयो। अलमोस्ट हामी आइपुग्न लागिसक्यौँ। अब थोरै बाँकी छ। उफ, म नसक्ने रहेछु हिँड्न। टप भ्यू हो। त्यहाँबाट चाहिँ पुरै 360 भ्यू देखिन्छ बुद्ध पेस्टको। अनि हिजो हामी गएको ब्रिज चेन ब्रिज यो तलको हो। त्यस पछाडि त्यो तलको रिभर भइहाल्यो। अनि उतैबाट चाहिँ एउटा बलुन उडिराखेको रहेछ ठुलो। अनि त्यो हिजो गएको ब्रिज। अब चाहिँ म यो टपबाट बुद्ध क्यासलबाट चाहिँ 360 भ्यू लिन गइरहेको छु। अनि यो पछाडि देखेको चाहिँ म्युजियम हो। अनि त्यस पछाडि पुरै ग्रिनरी छ, जङ्गलहरू देख्न सकिन्छ। अनि यहाँबाट चाहिँ पुरै पेस साइडको उतापट्टिको साइडको 360 भ्यू हो। एकदमै राम्रो देखिन्छ। हामी चाहिँ बिहान गइथ्यौँ अनि त्यति क्राउड पनि थिएन। उतापट्टि साइडको हिँड्ने हामी त्यो पछाडिको चाहिँ हिजो हामी गएको ब्रिज हो है। नेसनल ग्यालरी अगाडि आइपुग्यौँ। अब यहाँ जानु लागेको। त्यो बाहिरबाट त्यस्तो छ, घाम चर्किएको छ। अनि त्यस पछाडि मलाई एकदमै गर्मी भयो। अनि यहाँ देख्न सक्नुहुन्छ पानीको फोहरा। वाउ, यस्तो हुन्छ यहाँ चाहिँ ठाउँ ठाउँमा कस्तो शीतल हुन्छ। आहा, यस्तो छ। आहा, अहिले जाडो भयो। बेबी तिमीले चाहिँ गर्मी भएको भयो त्यो पानीमा डुबेर आऊ न, पानीको फोहरामा। हामी चाहिँ घुमिसक्यौँ। अहिले चाहिँ अघि आएको बाटो होइन, यतापट्टिको बाटोबाट फर्किँदैछौँ। अनि यहाँ चाहिँ शीतल शीतल सब पनि छ। अनि अघि आउँदा चाहिँ कस्तो गाह्रो भयो त्यो उकालो भएर। अहिले त ल हेर्नु हामी मजाले झरिरहेको छौँ। अनि के रहेछ यहाँ? यो चाहिँ मेट्रो जाने उकालोमा। यहाँबाट चाहिँ यस्तो भ्यू छ। फर्किन लागेको, गर्मी भयो।
Fisherman. Fisherman's? Fisherman's best friend. मैले चाहिँ बुझ्दिनँ त्यही उसले भनेको ठाउँमा जानु लागेको थाकिसक्यौँ गर्मी यस्तो छ कि त्यस्तो छ मर्नु भइसक्यो हेर्नु यो तलको यत्रो सिँढी चढेर आएको ठाडै उकालो नखाइ भाँचिने यस्तो यहाँको इन्ट्री चाहिँ यस्तो डरलाग्दोबाट सुरु भयो है बहुत कस्तो खालको हो How feeling? गर्मी भएर मलाई 2 मिनट बस्न मन छ प्लिज मलाई बस्न यो गल्लीबाट आएर यहाँको 360 भ्यू चाहिँ यस्तो खतरा नि जो भने यस्तो गर्मीमा हामी स्याँ फ्याँ भएर आएको चाहिँ ओर्थिटै भयो यस्तो खतरा क्या लुक बब्बाल छ यहाँको भ्यू चाहिँ यस्तो राम्रो छ ब्याकग्राउन्ड लुक एट द भ्यू गाइज ओ माई गुडनेस वाट अ भ्यू अहिले हामी घुमिरहेको ठाउँ चाहिँ फिसरम्यान बास्टियन हो अनि यहाँ चाहिँ 7वटा टावरहरू छ जुन 7वटा टावर चाहिँ ट्रिब्युट गरेको यहाँको लिडरहरूलाई हङ्गेरी देशको अनि यो चाहिँ एकदमै आइकोनिक ठाउँ हो बुद्धापेस्टको यो चाहिँ बुद्ध साइडमा पर्छ बुद्ध क्यासल र फिसरम्यान बास्टियनको डिस्टेन्स चाहिँ त्यति छैन त्यही हिँडेर 5-7 मिनट मात्रै हो त्यही हो बुद्ध क्यासल आउँदाखेरि चाहिँ फिसरम्यान बास्टियन आउनै पर्ने ठाउँ हो त्यति टाढा पनि छैन अनि त्यस पछाडि यहाँबाट भ्यूहरू पनि एकदमै राम्रो देखिन्छ रिभरको पार्लियामेन्टको अनि अघि नै मैले भिडियोमा देखाइहालेँ 360 भ्यू यहाँबाट माथिको अनि यो ठाउँको एकदमै राम्रो छ आर्किटेक्चर अनुसार पनि एकदमै राम्रो छ अनि क्राउडेड त क्राउडेड भइहाल्यो एकदमै धेरै क्राउडेड थियो हामी बिहानैको आवरमा जाँदा पनि अनि त्यही हो फिसरम्यान बास्टियन चाहिँ राम्रो रहेछ अनि मेन भनेको चाहिँ यो आइकोनिक चाहिँ त्यही 7 टावरले गर्दा चाहिँ भएको रहेछ फाइनल्ली हामी चाहिँ होटल पनि आइपुग्यौँ बुद्ध क्यासल घुमिसक्यौँ एकदमै गर्मी भयो त्यस पछाडि अब हामी 11 बजे चाहिँ चेकआउट गर्छौँ अनि चेकआउट गरेर यहाँको स्पा जान्छौँ थर्मल बाथ त्यस पछाडि चाहिँ हामी ब्याक टु होम अनि फेरि पनि देख्न सक्नुहुन्छ विन्डो भ्यू फ्रम माई रुम यस्तो खतरा छ दामी देखेँ ल अब चाहिँ हामी फ्रेस पनि भइसक्यौँ रेडी भयौँ अब चाहिँ चेकआउट गर्नु लागेको अब चाहिँ जाँदैछौँ हामी थर्मल बाथ बेबी कस्तो लाग्यो तिमीलाई यहाँको बसाइ एकदम राम्रो अब हामी के गर्नु लागेको हामी चाहिँ घर पुग्दैछौँ रुममा गइहाल्छ अब कहाँ जाने अब बस थर्मल बाथ नुहाउन जाने मन त बानी है धेरै ह्याप्पी हुन्छ भनेपछि तिमीलाई ओभरअल एक्सपिरियन्स राम्रो लाग्यो बब्बालाई मैले त सोचेको थिएन यस्तो राम्रो होला भन्ने धेरै नै क्या है धेरै रमाइलो लाग्यो कस्तो राम्रो क्या यही एउटा रिभरले गर्दाखेरि यहाँको सुन्दरतामा निखार आछ यो देशको है मलाई चाहिँ त्यस्तो लाग्यो यो रिभरले क्या अनि हामी बसेको रुम चाहिँ यो 9th फ्लोरमा हो अनि भ्यूको चाहिँ यता रिभर साइडको भ्यूवाला रुम थियो अनि त्यो रुम लिएको चाहिँ फेरि होटल चार्ज त भइहाल्यो प्लस भ्यू चार्ज भनेर पनि 20 युरो क्या एक्स्ट्रा एडिसनल चार्ज भनेपछि कस्तो होला यु क्यान गेस है हो क्या बाई बाई अब चाहिँ हामी हिँड्यौँ अब चाहिँ हामी दुईजना रेडी भइसक्यौँ दुईजना ब्याग स्याग बोकिसक्यौँ
आजको हाम्रो आउटफिट चाहिँ यस्तो रहेको छ। अब हामी निस्किन्छौँ है त। माया गर माया गर। लिफ्ट हो है गाइज, लिफ्टमा बसिसक्यौँ। एभ्रिथिङ वाज गुड। त्यही हो, अहिले चाहिँ हामी चेकआउट गरेर पनि निस्किसक्यौँ। अहिले चाहिँ रिभरको साइडमा हिँड्दैछौँ। अनि त्यस पछाडि त्यही हो, फेरि घाम चाहिँ यस्तो छ कि 12 बजेको घाम तपाईँहरू सोच्न पनि सक्नु हुँदैन। त्यो रिभरको साइडमा हो, स्ट्रिटमा हिँडिरहेको। त्यो हिजो हामी गएको ब्रिज भइहाल्यो। यस्तो खतरा छ। अनि घाम हेर्नु, यहाँ घामको कुरै नगर्नु कस्तो छ। हाम्रो यहाँ हेर्नु, गिरेन सर सनस्क्रिन लगायो त तिमीले? Seyçiğini-Fürdü. अहिले चाहिँ हामी पेस साइडको पेसहरू छ। अब यो इन्ट्रान्स हो, यो इन्ट्रान्सबाट इन्ट्री गर्नु लागेको। ठुलो पार्क थियो, त्यो पार्क सक्यो। अब चाहिँ हामी स्विमिङ गर्न रेडी भइसक्यौँ। स्टिम बाथमा आयौँ। यो चाहिँ भित्र हाम्रो चाहिँ रेडी भयो। यहाँ 5 गएको छ है। Now we are at Sejonie थर्मल बाथ। यो चाहिँ मेडिकल स्पा हो। यो चाहिँ सबभन्दा लार्जेस्ट मेडिकल स्पा रहेछ युरोपको। अनि यसको मेन अट्र्याक्सन भनेको चाहिँ मान्छेहरू चेस कम्पिटिसन गर्दो रहेछन्। देख्न सक्नुहुन्छ तपाईँहरू भिडियोमा यो साइडमा चेस खेलिरहेको। अनि ठाउँ एकदमै ओभर क्राउडेड थियो। ठाउँको कुरा गर्नुपर्दा ठाउँ एकदमै राम्रो थियो। अनि यहाँको मेन अट्र्याक्सन भनेको चाहिँ चेस कम्पिटिसन भइहाल्यो। त्यसपछि अर्को भनेको चाहिँ स्विमिङ पुलको वरिपरि चाहिँ हिस्टोरिकल बिल्डिङहरू थियो के। अनि जसले गर्दा चाहिँ एकदमै राम्रो देखिएको थियो। अनि युनिक पनि थियो यहाँको पुल चाहिँ अरू पुलहरू भन्दा। लेट्स टक अबाउट द टिकट प्राइस अफ दिस प्लेस। यहाँ चाहिँ 3टा टाइपको टिकटहरू थियो, बेसिक, प्रिमियम र लग्जरी। हामीले चाहिँ बेसिक टिकट लिएको थियौँ, जसमा लकरको फेसिलिटी र सबै पुलहरूमा चाहिँ एक्सेस एभल थियो। अनि जसले गर्दा चाहिँ हामीले इन्डोर र आउटडोर दुवै पुलहरूको चाहिँ एक्सपिरियन्स लिन पायौँ। अनि हामीले चाहिँ अलमोस्ट 3 आवर्स जति चाहिँ हामीले स्पा गऱ्यौँ आउटडोरमा। अनि एकदमै रमाइलो भयो, भाइबिङ थियो प्लेस। अनि त्यही हो, 3 घन्टा सकेर चाहिँ बाहिरको अनि हामी भित्रको स्पामा गयौँ। अनि तपाईँ देख्न सक्नुहुन्छ मान्छेहरू इन्जोय गरिरहेको। अनि साइडको हिस्टोरिकल बिल्डिङहरू रमाइलो थियो। र हाम्रो चाहिँ स्विमिङ पनि सक्यो, बाहिरको स्विमिङ सक्यो। होइन क्या, फ्री हो यो भित्रको क्या। यो चाहिँ भित्रको फ्री हो, त्यसमा इन्क्लुडेड हो क्या। यो चाहिँ भित्रपट्टिको है, यस्तो छ है। यो चाहिँ इन्डोरवाला स्पा हो। यहाँको पानी चाहिँ एकदमै ओभर हिटेड थियो। म चाहिँ यो भित्र चाहिँ जान सकिनँ, खुट्टा छिराएको यस्तो पोल्यो। अनि त्यस पछाडि बाहिरै बसेँ। उसले चाहिँ यहाँनिर पनि 10-15 मिनट जति गर्यो होला। अनि उसको त यहाँ गर्दा डुब्दाखेरि माथि फेसबाट पुरै पसिनै आएको थियो कि, त्यस्तो ओभर हिट थियो। थर्मल बाथ लिएर सकिसक्यौँ। अब चाहिँ निस्केको यस्तो कालो भयो डढेर हो। अनि यहाँनिर चाहिँ यस्तो शीतल पानी आइरहेको छ। मजा आयो। अब तिमी पनि मजा आयो नि थर्मल बाथ लिँदाखेरि? म त पुरै काली भइछु हेर त है। बाल भयो। फाइनल्ली गाइज हाम्रो ट्रिप पनि सक्यो। बुद्ध प्लेस एकदमै राम्रो लाग्यो। डढेर हामी दुईजना यस्तो कालो भयौँ। अनि मेरो निन्द्रा नपुगेर हेर्न सक्नुहुन्छ डार्क सर्कल। तर एक्सपिरियन्स वाइज चाहिँ एकदमै ग्रेट एक्सपिरियन्स भयो। अनि के भन्ने है, एकदमै राम्रो लाग्यो ठाउँ चाहिँ, एकदमै राम्रो लाग्यो। वर्थ इट
भयो अनि जस्तो सोचेको थियो त्यस्तै नै भयो। तिमीलाई कस्तो लाग्यो के भन्नु छ? राम्रो भयो, सोचेको भन्दा राम्रो। त्यही हो, सबैजनालाई भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला। बाई बाई एभ्रीबडी, थ्याङ्क यू एभ्रिवान।